बिङ्गो ओके सो मैले धेरैवटा भिडियोमा कन्फिडेन्स बिल्डअपको कुरा निकालेको थिएँ कि यसरी नै हो गर्ने एक दुईचोटि गाह्रो हुन्छ अप्ठ्यारो हुन्छ आफूले आफूलाई ढकेल्नमा एकदम सजिलो पर्छ आफै नै पनि कस्तो हुन्छ नि यस्तो गर्दा पो हुने रहेछ त हैन सुन्दा सजिलो हुन्छ भन्न सजिलो हुन्छ गर्न गाह्रो हुन्छ भन्ने धेरैलाई थाहा होला हैन त्यो हो सही हो हैन कन्फिडेन्स बिल्डअप गर्नु भनेछ प्रदीपले भन्यो हैन डिपार्टमेन्टको कुनै मिटिङमा आफू बोल्छु न त भनेर हात उठाउन जाँदाखेरि यो मुटु कापेर आउँछ हैन ढुक 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 कानैमा सुनिने गरी ढुक ढुक हुन्छ 100% त्यो हुन्छ जसलाई कन्फिडेन्समा थोरै च्यालेन्ज छ त्यसको लागि यो हुन्छ र यसको एउटै उपाय छ थ्योरी पढेर हुँदैन किताब पढेर हुँदैन प्रदीपको कुरा सुनेर पनि हुँदैन है त्यो साइकल सिके बराबरको हैन पढे त साइकल सिकिदैन झ्याम्मै हाम फाल्ने गरिसकेपछि नि पिछवाडेमा लात परिसकेपछि गर्नै पर्छ के झापा हालिहाल्ने आफूले आफूलाई अनि अत्तालेर जसरी नि पौडी खेलिन्छ के जस्तो मानौ तपाईँ चाहिँ अब सेक्युरिटी फर्ममा काम गर्नुहुन्छ हैन अनि दुई चारजना कोलिग्सहरू साथमा छन् है तर तिनीहरू तपाईँका लेभलका साथीहरू हुन् हैन सुपरभाइजर आयो सुपरभाइजर भन्नु ए आज यो गर्नुपर्छ है भनेर भन्यो नि त्यो सुपरभाइजरको अगाडि ठ्याक्कै तपाईँ अगाडि देखा परेर हैन ल म मेक स्योर हैन म केटाहरूलाई म भनिदिन्छु मात्र भन्नु हैन धेरैजना मान्छेहरूको चाहिँ कस्तो हुन्छ भने नेचुरल टेन्डेन्सी धेरैजना मान्छेहरूको नेचुरली लिडर हुँदैन लिडरसिप उनीहरूसँग हुँदैन हैन उनीहरू जहिले पनि अरूको पछाडि लुकेर नै काम गर्न चाहन्छन् हैन पछाडि नै पर्न खोज्छन् हैन गर्न खोज्दैनन् पनि तर तपाईँको काम भनेको त्यो अगाडि पर्ने केटी भन्ने हो केटो भन्ने हो अब के गर्ने त भन्दाखेरि जब तपाईँले त्यो गर्नु भयो नि अलिकति सुपरभाइजरसँग अलिकति मुटु कापेर नि गरेर बोल्नु भयो नि तपाईँको पछाडि त्यो 3-4 जना केटाहरू तुरुन्त लाइन लागेर बसिहाल्छन् कि अनि तपाईँलाई आफै नै उनीहरूले नै पुश गरिदिन्छन् कि हो गर्ने नै यही हो बार गर्नु छ नि तपाईको काम बन्यो के एक दुईचोटि गाह्रो हुन्छ अप्ठ्यारो हुन्छ एकचोटि सकिसकेपछि एकचोटि गर्नुहुन्छ दुईचोटि गर्नुहुन्छ जतिचोटि गर्दै जानुहुन्छ नि अर्को सिचुएसनमा त्योभन्दा बढी गर्न सक्ने क्षमता बन्दै जान्छ के रेजिलियन्स त्यही हो हैन रेजिलियन्स गर्दै बिल्डअप गर्दै जाने हो अब अस्तिसम्म हैन सुरुमा तपाईँको 3-4 जना केटाहरूलाई लिड गर्नको लागि जसरी मुटु काममा थियो अब त 3-4 जना केटाहरूलाई लिड गर्नको लागि त तपाईँको त्यो कामदैन पनि तपाईँलाई त नर्मल हैन भाइ बहिनीहरूलाई टेक केयर गरे जस्तोको फिल हुन्छ त्यसपछि गएर 10-12 जना 20-25 जना म्यानेजर सुपरभाइजर डाइरेक्टरहरू त्यसको पनि अन्डरमा हायरार्किकल लेभलमा पुरै टिम नै गर्दा पनि तपाईँलाई त्यस्तो केही फिल आउँदैन भन्नको मतलब के हो भने जुन सुरुको स्टेप हुन्छ नि त्यो मात्र गाह्रो है भन्न खोजेको मैले त्यो पार गर्नु एकचोटि गरिसकेपछि दुईचोटि गरिसकेपछि आफै नै पनि कस्तो हुन्छ नि यस्तो गर्दा पो हुने रहेछ त हैन यसरी गरिसकेपछि त केही पनि डर नहुने रहेछ भन्ने जब बानी पर्छ नि मनमा परिसकेपछि जतिसुकै ठुलो सिचुएसनमा पनि तपाईँले आफूले आफूलाई ढकेल्नमा एकदम सजिलो पर्छ है त कस्तो लाग्यो त्यो कुरा सही छ नि हैन आफू मात्र किन सुन्ने आफन्तलाई पनि पठाइदिनुहोस् है